हुन् हाम्रो क्लासकी एउटा महारानी निरुदा रेग्मी। यिनी हुन्छन् बेला बेला सिरियस, कहिले चाहिँ सबैले थर्काएर हैरान। यिनी हुन् मिस पौडेल, सिर्जना पौडेल। यिनी जीवन जात्रा सिरियलमा नन्दको भूमिका गरेकी छिन्। यिनी चाहिँ एकदमै सोझी छिन्, तर रियलमा चाहिँ यस्तो छुची छिन् कि पटकाई पटकाई कुटेर बारीको पाटामा पुर्याइदिनु जस्तो छ। यी हाम्री मिस नेहा शर्मा। यिनी चाहिँ बेला बेलामा रिसाएर हैरान। यिनी एकदम सिङ्गर हो, यिनको भोइस पनि राम्रो छ। आँखा अलि राम्रो हेरिदिनु पर्यो। अनि यिनी हुन् मार्क्सबारी। अहिले चाहिँ आज फुल देखाएको हो कि फुल देखाएको हो यिनले। अनि यिनी चाहिँ एकदमै लजालु, फर्स्ट टाइम हामीले फेस देख्न पाएको छौँ आजको दिन। यता नवीना श्रेष्ठ, तर यिनी श्रेष्ठ जस्तो त छैनन्। यिनी चाहिँ सधैँ हँसिलो सिकिलो मुकिलो। ए हाम्रो क्लासको डनहरू हुनुहुन्छ उता चाहिँ छलफल भइरहेछ। हाम्रो क्लासको छलफल भइरहेछ गाली गर्छन्। उता हिसाब भइरहेछ पैसा। यो पैसा एकछिनपछि मलाई दिइहाल्छन् के। भोलि वेलकम प्रोग्रामको भोलि के हजुरले के भन्न चाहनुहुन्छ? भोलि वेलकम प्रोग्रामको लागि स्पेसल वर्डहरू प्लिज भन्नुहोस्। म केही पनि भन्न चाहन्न। मलाई खासै ठिक पनि लाग्ने चाहिँ म केही पनि भन्न चाहन्न। म जे भन्छु भोलिको दिन भन्छु, तपाईँहरूले सबैले सुनेर मेरो भोलि हाम्रो भिडियो न्यू आउने छ। अर्को भिडियो मैले खासै पोस्ट गर्दैन क्या। अचार गानी छु नि त गानी। अहिले हाम्रो देखाउन आँखामा देखाउँछु कि यो चाहिँ माइक हो। यता हुनुहुन्छ यी हाम्रो शुक्रराज डाँगी। हाम्रो शुक्रराज यता गौरव हुनुहुन्छ है। यता किरानी अनि हाम्रो बेबी डार्लिङहरू यतापट्टि हुनुहुन्छ। मेरो नेहा बेबी यता हुनुहुन्छ। सृजना ब्युटी, यता ब्युटी। व्हाइट बोर्ड पनि हाम्रो ब्युटी हुँदैछ। उता चाहिँ खाली ठाउँ छ हाम्रो, अब यो सफा गर्ने हो। यो चाहिँ हाम्रा बहिनीहरू, प्यारा प्यारा बहिनीहरू कहिलेकाहीँ पढ्न आउनुहुन्छ। आज तिमीलाई देखाइरहेको छु, तिमीले मलाई बाल दिएको छैनौ नि त आज, त्यही भएर म अलि शान्त। ल गरिदेऊ नि त गालामा। सबैले मलाई माया गर्छन्। म धेरै राम्रो छु। ठिक हो। सबैले मलाई चुप्पा गरिसके। म यता चाहिँ लाजले बुतुक्कै